नमस्कार। आज हामी जेसी लिभरमोर बारे कुरा गर्दैछौँ हैन त? वाल स्ट्रिटको त्यो चर्चित तर अलि विवादास्पद नाम। हो एकदमै चर्चित अनि उत्तिकै रहस्यमय पनि। उहाँको कथा साँच्चै कुनै उपन्यास जस्तै छ। हामीसँग उहाँको जीवनीमा आधारित त्यो प्रसिद्ध पुस्तक रेमिनिसेन्सेस अफ अ स्टक अपरेटरका केही अंश अनि अरू जानकारी पनि छ। आज यसमै अलि गहिरिएर हेरौँ न त। हुन्छ। कुरो के हो भने उहाँको जीवनले बजारको मात्र होइन, मतलब मानवीय स्वभाव, हाम्रा निर्णय गर्ने तरिका, यसबारे पनि धेरै कुरा सिकाउँछ जस्तो लाग्छ। त्यो त हो नि। कसरी कोही मान्छे करोडौं कमाउँछ अनि फेरि टाट पल्टिन्छ पटक पटक अनि फेरि उठ्छ, तर अन्त्यमा आत्महत्या। खै के सिक्ने त उहाँको जीवनबाट? यो नै आजको हाम्रो चासो हो। एकदम यही प्रश्न नै रोचक छ। उहाँको जीवनशैली हेरौँ न पहिले कस्तो थियो। त्यो एभरमोर भन्ने भव्य महल हो, अनि निजी रेलकार, त्यो 300 फिट लामो याट, महँगा पार्टीहरू, सुन्दरी श्रीमतीहरू। लाग्छ उहाँ जीवनलाई पनि बजार जस्तै, मतलब ठूले स्केलमा बाँच्न चाहनुहुन्थ्यो। बजारले त उहाँलाई कति नाम दियो नि, बोय प्लन्जर अनि त्यो वाल स्ट्रिटको ग्रेट बियर। खास गरी त्यो 1929 को महामन्दीमा बजार घट्छ भनेर बाजी थापेर सर्ट सेलिङ गरेर $100 मिलियन कमाए रे। त्यो त कल्पना बाहिरको कुरा हो त्यो बेला। हो नि, इतिहास नै बन्यो त्यो त। तर भाग्य सधैँ कहाँ साथ दिन्छ र? 1934मा पनि नराम्ररी टाट पल्टिनु भयो। अरू पटक पनि। तर एउटा कुरा चाहिँ मान्नै पर्छ, उहाँले सकेसम्म ऋण तिर्नुहुन्थ्यो रे। व्यक्तिगत जीवन पनि त त्यस्तै उथलपुथलपूर्ण थियो होइन र? पारिवारिक समस्याहरू अनि अन्ततः 1940मा आत्महत्या। एकदम। सायद यही सब कुराले उहाँलाई अलि एकान्त प्रेमी, रहस्यमय बनायो कि। उहाँ माछा मार्न जानुहुन्थ्यो रे नि धेरै। अनि भनिन्छ पानीमा हुँदा नै उहाँलाई बजारको बारेमा ठूला ठूला आइडिया फुर्थे। अचम्म। तर यो सब आइडिया आउने दिमाग बजारमा छिर्यो कसरी? 14 वर्षको उमेरमै काम थाल्नुभएको है? हो, 14 वर्षमा त्यो कोटेसन बोर्ड हेर्ने केटोको रूपमा। अङ्कहरू र मूल्यको उतार चढाउले उहाँलाई तानिहाल्यो। अनि 15 वर्षमै पहिलो $1000, त्यो पनि बकेट सपमा। बकेट सपमा। त्यो बेला वास्तविक शेयर किनबेच नगरी मूल्य घटबढमा बाजी लगाउने ठाउँ हुन्थ्यो। त्यहीँबाट सुरु गर्नुभयो। तर उहाँ यति सफल हुनुभयो कि ती शपहरूले उहाँलाई खेद्न थाले। खेद्न थाले? हो नि। उहाँले त छद्म नाम प्रयोग गर्दै अनि बढी प्रिमियम तिर्दै खेल्नु पर्यो रे पछि त। उहाँ सधैँ एक्लै काम गर्नुहुन्थ्यो, मतलब लोन ह्यान्ड भन्थे नि। अनि वास्तविक स्टक एक्सचेन्जमा जाँदा त सुरुमा गाह्रो भयो रे नि, पैसा गुमाउनु भयो रे। सुरुमा अलि गाह्रो भयो, किनभने एक्सचेन्जमा खेल अलि फरक थियो। त्यो टिकट टेपमा आउने सूचना अलि ढिलो हुन्थ्यो अनि उहाँको आफ्नै कारोबारले बजारलाई असर गर्थ्यो। बकेट सपमा त्यस्तो हुन्न थियो। नारो हुँदो आएसी। तर यही अनुभवबाट उहाँले आफ्नो नियमहरू बनाउनु भयो हैन त? अनि उत्तिकै सान्दर्भिक छन्, खासमा अनुशासन र जोखिम व्यवस्थापन। उहाँ भन्नुहुन्थ्यो, घाटा छिट्टै काटिहाल्नु, नाफालाई चाहिँ बढ्न दिनु। सिटिङ टाइट भन्नुहुन्थ्यो होइन? त्यो मिस्टर पाट्रिजको टर्कीवाला कथा जस्तै, यो बुल मार्केट हो भनेर धैर्य गर्ने। हो। तर यो भन्न जति सजिलो छ नि, गर्न उति नै गाह्रो, खास गरी जब ठूलो पैसा दाउमा हुन्छ। अनि अर्को कुरा, उहाँले बुझ्नु भएको थियो कि बजार मानिसको मनोविज्ञानले चल्छ, खास गरी लोभ र डरले। त्यसैले भिडभन्दा फरक सोच्नुपर्छ भन्नुहुन्थ्यो होला। एकदम। अनि गल्तीबाट सिक्ने कुरा, के नगर्ने भनेर जान्नु झन् महत्त्वपूर्ण छ भन्नुहुन्थ्यो। त्यो पर्सी थोमस भन्ने मान्छेको लयमा लागेर कपासमा ठूलो घाटा खाएको घटना। हो, त्यो त ठूलो पाठ भयो होला है, आफ्नो निर्णयमा अडिग नहुँदाको परिणाम। निश्चित रूपमा। त्यो घटनाले उहाँलाई सिकायो कि अरूको टिप वा सल्लाह, चाहे जतिसुकै ठूलो मान्छेले दियोस्, त्यसमा भर पर्नु हुँदैन। आफ्नो विश्लेषण नै सबथोक हो। उहाँ टिप्सलाई लोभ र अल्छीपनाको उपज मान्नुहुन्थ्यो। तर उहाँको त्यो अनुमान लगाउने क्षमता, 1906 को सान फ्रान्सिस्को भूकम्प अघि नै बजार घट्छ भनेर सर्ट गर्नु, 1907 को सङ्कट पनि पहिल्यै थाहा पाउनु, यो त खै कसरी सम्भव भयो होला? त्यो उहाँको अन्तर्ज्ञान र बजारको गहिरो अध्ययनको परिणाम थियो होला। उहाँ टेप मात्र पढ्नुहुन्न थियो, स्टकको व्यवहार, एक्ट राइट बुझ्नुहुन्थ्यो। सामान्य अवस्था कस्तो छ अनि के हुन सक्छ भनेर पूर्वानुमान गर्नुहुन्थ्यो।
तर यति हुँदाहुँदै पनि फेरि असफलता। त्यो कपासको घाटापछि त झण्डै सिद्धिनु भएको थियो रे नि। हो नि, ऋणदाताको यति दबाव भयो कि टाट पल्टेको घोषणा नै गर्नु पर्यो। तर कथा त्यतिमै सकिएन। 1915तिर पहिलो विश्वयुद्धको बेला बेथलेहेम स्टिल भन्ने कम्पनीको शेयरमा ठूलो ट्रेड गरेर उहाँ फेरि बजारमा फर्कनुभयो। गजब, त्यो हार नमान्ने स्वभाव रहेछ। एउटा कुरा सोध्न मन लाग्यो, उहाँमाथि बजार म्यानिपुलेट गरेको मतलब हेरफेर गरेको आरोप पनि लाग्थ्यो नि, त्यसबारे उहाँ के सोच्नुहुन्थ्यो? उहाँ हेरफेरलाई टेप मार्फत गरिने विज्ञापन जस्तो मान्नुहुन्थ्यो रे। मतलब स्टकको मूल्यलाई त्यसको वास्तविक मूल्यसम्म पुर्याउन गरिने एउटा प्रक्रिया। तर त्यो इमान्दार व्यापारिक सिद्धान्तमा आधारित हुनुपर्छ भन्ने थियो। रोचक दृष्टिकोण। त्यसो भए समग्रमा हेर्दा लिभरमोरको यो नाटकीय जीवनबाट हामीले के सिक्न सक्छौं त? यो त शेयर बजारको खेलाडीको लागि मात्रै होइन होला। पक्कै होइन। उहाँको कथाले अनुशासन, जोखिम कसरी व्यवस्थापन गर्ने, कसरी स्वतन्त्र रूपले सोच्ने अनि सबैभन्दा महत्त्वपूर्ण गल्तीबाट कसरी सिक्ने भन्ने कुरा सिकाउँछ। उहाँको त्यो चरम सफलता र त्यस्तै विनाशकारी असफलता दुवैबाट सिक्ने कुरा छ। मतलब यी सिद्धान्तहरू त जटिल जानकारी बुझ्नुपर्ने वा ठूलो जोखिम लिएर निर्णय गर्नुपर्ने जो कोहीका लागि पनि काम लाग्ने भयो, हैन त? चाहे त्यो व्यापार होस् वा जीवनको कुनै अरू क्षेत्र। एकदम। उहाँ आफै भन्नुहुन्थ्यो, गल्तीहरूको अध्ययन महत्त्वपूर्ण छ। हो। त्यसो भए एउटा प्रश्न मनमा आयो। लिभरमोरले त आफ्नो वित्तीय गल्तीबाट सिक्नुभयो। हामी सबैले जीवनमा असफलता भोगेकै हुन्छौं। वित्तीय क्षेत्र बाहेक जीवनका अन्य मोडहरूमा भोगेको कुन चाहिँ असफलताले हामीलाई सबैभन्दा गहिरो र मूल्यवान पाठ सिकाएको छ होला? यसबारे सोच्नु सायद लिभरमोरको कथालाई सम्झनुको एउटा तरिका हुन सक्छ।